वेलकम टु ब्याक माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा स्वागत छ। आई होप तपाईहरु सञ्चालन एकदम सन्चै छु र आज हामी चाहिँ राति मोमो बनाएर खानेछौँ गाइज। यता चाहिँ मोमोको यस्तो किमा बनाउँदैछौँ हैन गाइज, यस्तो मासु चट्ट गरेर। यता चाहिँ आमाहरूले यस्तो, भाउजूहरू यस्तो, यो चाहिँ मेरो दाइ हो यसको। अनि त्यसपछि अघि नै भयो अब भन्यो है के गर्ने भनेर। अनि मोमो बनाउन लाग्छ। यी मोमो किमा सिमा काटेर टक्क लाएर यस्तो पारा सरप्राइज चाहिँ मैले अघि नै युट्युबमा हालिसकेको छु। यो चाहिँ अब रियल भिडियो आउँदैछ। अनि उयो आमाको चाहिँ आज बर्थडे हो, त्यो बुजुको बर्थडे हो हैन। यता कारखानातिर नै बनाउने हैन, टक्क गर्ने। अनि त्यसपछि यस्तो बनाउने चिकन मोमो कसरी। अनि त्यता चाहिँ फिट्दैछ यता यता यस्तो चाहिँ। अनि हामीले निकाल मान्छे नि भ्लगरकै त्यो मान्छेमा सुनाउनु हजुरलाई हैन। यसले यो चिकन मोमो यसरी बनाउनु पर्छ। टक्क राख्ने पहिला यता यस्तो गर्ने यता, अनि टक्क छोड्ने यता, अनि यता, अनि यता, अनि यता टक्क लगाएर चिकन मोमो। देखो भाइ यसो बाजे बुजी हाम्रो यो बाजे बुजी छ। आज चाहिँ हाम्रो बुजुको बर्थडे पार्टी हो। हाम्रो यो मोमो टक्क ल्याएर ल फोकस गरेर जल्दी पर्यो खट्याक गर्ने हैन। अनि टक्क गर्ने, अनि त्यसपछि टक्क गर्ने, अनि टक्क गर्ने, अनि टक्क गर्ने, अनि टक्क यता चिचुम। देखो भाइ म एउटा बफ मोमो छ हाम्रो चाहिँ। अनि यस्तो चिकन मोमो बनाएको चाहिँ यस्तो छ है। यस्तो चाहिँ हामी चाहिँ ट्राई घरमै ट्राई गरेको। अनि भाइले चाहिँ यो बफ मोमो बनाएको। यो बफ मोमो भाइले चाहिँ बफ मोमो, अनि मैले चाहिँ यता चिकन मोमो बनाएको छ हामीले चाहिँ। त हाम्रो भाइले नि त्यहाँनिर यत्रो बनाएको छ है हाम्रो भाइ। यो चाहिँ केरा ल्याएको छ अब केरा हामी उहाँ राख्ने नम्बर फ्ल्यास 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 केरा बनाना छ, अर्ग्यानिक बनाना। हाम्रो बुजुको आज बर्थडे छ, हाम्रो हजुरआमाको। यो हजुरआमा चाहिँ यसले 60 वर्ष उमर लागेको छ। हाम्रो बाजे बुजु यो काले आउनु चाहिँ यसले ल्याएको। मैले अघि लिनु गएको भनेको थिएँ नि त हिजो भिडियोमा। यही हो कता 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 हामी चाहिँ के गएको छ है टक्क लाएर। हाम्रो केक ह्याप्पी बर्थडे हाम्रो बुजुको बर्थडे छ है। क्लास क्लास हाम्रो बुजुको बर्थडे छ है। टक्क लाएर उहाँ चाहिँ 60 वर्ष क्रस भइसक्नु भएको छ। त्यही भएर है टक्क लाएर बर्थडे बुझ्लो कतै जाऊ ती कतै जाऊ बुझ्यो कतै। हाम्रो चाहिँ यता पप्पाल हुँदैछ। यस्तो सबै कुरो मिलाउँदैछ। हामी चाहिँ गाउँतिरको बर्थडे कस्तो हुँदैछ ल। यता हुनुहुन्छ टक्क लाएर बर्थडे छ हाम्रो आमाको, बुजी आमाको। टक्क लाएर केक काटेर चाहिँ यता छ बनाना, अर्ग्यानिक बनाना अनि जुस छ यता। सिम्पल तरिकाको बर्थडे सेलिब्रेट गर्दैछ हाम्रो चाहिँ यता टक्क लाएर है। बब्बल नभए नि हामी चाहिँ हल्का गाउँले पाराले अनि हल्का सिम्पल तरिकाले बर्थडे सेलिब्रेट गर्दैछ टक्क लाएर है। ल ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु मा। ल जान ल सातो बुझु फुल ल टक्क लाएर केरा फुक्लै त ओको गाङ ल टक्क लाएर ल। हाम्रो आमाले चाहिँ ल केरा टक्क लाएर यो चाहिँ अर्ग्यानिक केरा हाम्रो गाउँघरको। टक्क लाएर केरा यो चाहिँ अर्ग्यानिक आना ल आम्मै ल पप्पै बास ल ल ह्याप्पी बर्थडे बुजुलाई भनेको छ।
टक्कला ल ल टक्क ल ल एकदम बबल तरिकाले ल हिमाल थामी म चाहिँ नाति भन्न ल आमालाई केक खोज्दैछ हो ल भाइ भाइ ओ केरा देऊ ल बास ल हामी चाहिँ टक्क लाएर बर्थडेमा बबल तरिका छैन यता मामाले पनि केरा खानेछ केरा ल मामाले केरा ह्यापी बर्थडे ल ल ल ल हिमालले पनि केरा गाइस केरा अर्गानिक हो अर्गानिक केटाहरु अर्गानिक हो अर्गानिक ल ल केरा हो केटाहरु ल ल केटीहरु गाइस यता खिच दुईटा क्यामेरा यस्तो ठाउँमै अरे नम्बर लेखायो ल ल भाइ कान्छो भाइ म चाहिँ खिच्ने मात्रै ल मामा ल अम्मै ल ल कप्पै बास मिठो अर्गानिक भनेको यस्तो हुन्छ बास बास ल युवराजले नि खायो सबैले यहाँ चाहिँ दिदी यहाँ चाहिँ बिनाज्यू बिनाज्यू यो सी कहाँ हिमाल बाबा बाँड्ने प्लान हुँदैछ यता चाहिँ टक्क लगाएर हामी चाहिँ बनाना अर्ग्यानिक बनाना खाँदैछौँ मजाले गोफा चार्दै अब चाहिँ यो केरा खाएर चाहिँ हामी के खानेछौँ आज अर्को पार्टी छ अझै छ है आज मोमो सोमो बनाएर खानेछौँ हामी अनि ओहो आज त बबाले मैले भने त अघि तपाईँहरूलाई बबल पार्टी हुन्छ भनेर वाइल्ड भोलि राति आउँछ भ्लग चाहिँ भोलि त्यही हो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला च्यानल यस्तो यस्तो भिडियो आउँछ हाम्रो चाहिँ बबाल गाउँ यस्तो घरहरू यस्तो भए तापनि हामी चाहिँ बबाल तरिकाले बर्थडे मनाउँछौँ गाउँमा हामी कन्जुस गर्दैन घरबाट बनाउँदैन हामी खाने हामी ल खाँदा कान्छ मामाले के भन्नु पर्यो मान्छे सेतो थियो अब बेलुका चाहिँ कालो कालो देखाएको ल कप्पे बुजीको केक भन्दै बुजीको बर्थडे मनाउँछु भन्दै हामी यता तड्काउँदै यसले खायो केटाले ल हामी दुईजना मिठो मैले भ्यू भनेको छैन केक लिन जान्छु यो भाइ हो बजार गएर ल्याएको यो भाइले अनि यो भाइ चाहिँ स्कुल गएको थियो दिउँसो म चाहिँ भ्लगमा लगाएको थिएँ अरे भाइ यो चाहिँ नमराज मिस्टर नमराज युट्युबर लाइक गर्नु होला यो मान्छेले पनि खाएको बच्चा जस्तो खाएको छ यार साँच्ची बच्चा जस्तो खाएको छ फेरि केक थप्प केक ल त हिमाल ल फेरि भन्दा यसो भएर भरे तेरो मम्मीलाई सेयर गरौँ ल अनि तेरो मम्मीले देखोस् न यसरी खाएको भनेर ल ल भिडियो चाहिँ क्वालिटी आएन किनकि राति भएको कारणले क्वालिटी आएन तर पनि बवाल वाइल बाँकी छ गाइस यो स्प्राइट बाँकी छ गाइस पट्याउँदैन होला पानीमा चला खोले एकछिन ल खोल्दा एकछिन ल
Oh my god! Shit man! Oh birthday party! यो हेर्न फेरि खाना आएको केटा कान्छो हेर्न खाना आएको यो मान्छे चिसो खाना आएको त्यो त मोमोतिर बस्दै त एकदम वाइल्ड बबल हाम्रो आमाले घर जस्तो भए पनि खानु चाहिँ हामी चाहिँ फेरि कन्जु केक त हामी त महिनै पछिको यहाँ फेरि 12 महिनाको मान्छेहरू छ होइन 12 महिना फेरि हामी बर्थडे मनाउँछ यहाँ यहाँ हामी चाहिँ आएको है यहाँ बोलाएको थियो हामी लाटुको मान्छे ओडारी आयो यहाँ अलि आमाको केक बनाउने भन्यो केक खायो केरा आइज दुईटा त्यो पनि खायो अनि यता आइज बन्यो आएको थियो अनि यहाँ के गर्ने भनेर यहाँ भन्यो अनि हामी आयो अनि केक र अनि केक र केरा खायो अनि स्प्राइट खायो अब के खाने अब मोमो खाने अनि मासु खाने खाने सबै बाँकी छ बनाउनु लाइक र च्यानलको सब्स्क्राइब गरिदिनु यहाँ के भन्दै युवराज दाइको छुटाउन चाहिँ नपाउनु लाइक र च्यानलको सब्स्क्राइब आज श्री ए बाजे आपाले चाहिँ हाम्रो आपाले चाहिँ सोलमारी टुच्चा हाम्रो बाजे बुझ्यो त्यता हाम्रो बुजुले चाहिँ आज बर्थडेको केक खाँदैछ हाम्रो बुजुले आफ्नो बर्थडेको केक कोही खाने यस्तै होइन अनि मुखमा ल्याउने यसो उसले चाहिँ एकै गुरुमा फेरि स्वाटै पार्छ उसले भैँसी गोरु यसको घाँटी हेर्न घाँटी घोक्रो हिमाल मोमो लिएर केटाहरू म शिकारमा मुखाबेला ठिक छ नि मोमो दाइले पकाएको मोमो ठिक छ नि शिकारमा मर्नु छ रहेछ हिमाल ल कुन चाहिँ मोमो ठिक लाग्यो यो दुईटा मोमो मारे पहिला मोमो आएको चाहिँ प्लेट बनाउँदैछौँ हामी चाहिँ बनाउँदै खाँदै गर्ने हो होइन ल कान्छ मलाई चाहिँ होइन कतिवटा भनेदेखि हाफ प्लेटमा 3टा चाहिँ चिकन एउटा चाहिँ बफ भएको छ पहिला बफ ट्राई गरौँ गाइड गाउँले पाराले है भाइ ल एकदम सुपर गाउँले पारको मोमो गुड हाम्रो मामाले चाहिँ हल्का रमाइलो गुड भनिदियो मान्छे यस्तो मोमो खान्छ यसको मोमो हामी चाहिँ मोमो खाइसकेको छ बब्बाल तरिकाले तर यसले चाहिँ मोमो चाहिँ झिक्दै खायो जति खायो नि होल जति खायो नि ठिक छ नि तैँले कति खायो 20 जम्मा तैँले कति खानु छ त्यहाँ 51 हुन्छ मेरो 51 मैले कतिवटा खाएँ ल गेस गर केटाहरू 202 यहाँ मासु खाँदैछ हाम्रो मामाहरूले त मासु खाँदैछ जे पनि आज आमाको बर्थडेको दिन हामी मासु खाँदैछ है अर्गानिक यो चाहिँ लोकल मासुको नक्कल कुखुराको मासु बालेको बुढो मान्छेले गर्छ हाम्रो मामा यता छ मासु खाँदैछ म
अर्गानिक यो चाहिँ बालेको मासु नक्कल यहाँ बाबु चाहिँ सुतिरहेछ बाबु सुतिसकेको छ बाबु सुतिरहेछ हामी यहाँ खाँदैछौँ त्यो रमाइलो भएको छ आज आमाको बर्थडेको दिन सही हो रमाइलो गर्ने अब कति बजीसम्म भनिसकेपछि 12 बजीसम्म हुन्छ हामी त्यही भएपछि हाम्रो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु हाम्रो भान्जालाई होइन हामी चाहिँ मासु खाएको छ अझै 11:15 भएको छ धीरे बाढ्दैछ मासु यता दिँदैछ हामीले हो मासु खाँदैछौँ ल हामी चाहिँ 12 बजीसम्म रोइला गर्ने छ होइन अनि 12 बजीसम्म रोइला गरेर 6 बज्छ होला भोलि 6 बज्छ अनि यस्तो रोइला गर्छ ल अहिलेको लागि चाहिँ यो भिडियो अन्त्य गर्नेछौँ सबैजनालाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सबैजनालाई बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सबैजनाले माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला त्यो भोलिको दिनसम्मलाई सबैजनालाई बाई बाई ल